सुमना श्रेष्ठले पार्टी छोड्नुभयो। विचलित नहुनु सही केही भएको छैन। कुचोले बढार्न पर्ने कसेर हावा यो उडाइदियो, कस्तो आनन्द भयो, उडाइदियो। लाखौं कपालको रौँ मध्ये एउटा कपालको रौँ झर्यो, तपाईँको टाउकै रित्यो। 45 लाख जनताले हस्ताक्षर गरेका छन् अघि। 45 लाख जनता मध्ये 44,79,979 अझै बाँकी छ। के कुरा हुन्छ तपाईँले? सब 101 छन्। हेर्नुहोस्, कार्यवाहक सभापति नभइ भएन। रवि लामिछाने जाने बित्तिकै हिरासतमा जाने बित्तिकै उहाँ रवि लामिछानेलाई हिरासतमा जाने बित्तिकै कार्यवाहक सभापति माग्नु हो। दोस्रो हप्ताबाट कार्यवाहक सभापति माग्नुभयो भन्ने त्यही पार्टीका साथीहरूले भने त्यो होइन भने मलाई संसदीय दलको नेता चाहियो रे। हेर्नुहोस् है, पारले देश बर्बाद बनाएको कारणले गर्दा सुशीला आमाको अहिले चाहिँ तपाईँको भूमिका हामीले प्रधानमन्त्री रूपमा देख्नु परेको। रवि लामिछानेको अझै पनि सम्बन्धित सूचना रवि लामिछाने गर्ने हो कि तिम्रो बाहरूको गर्ने हो? यो हिम्मत आमाले गर्नुपर्छ। म जेनजीको स्टेक होल्डर होइन। हामी जेनजीको आन्दोलनकर्तालाई पानी बाँड्न हिँडेको भनेर पानी लिएर हिँडेकाहरू अहिले जेनजीको आन्दोलनको लिडर भएको छन्। हेर्नुहोस्, सुधन गुरुङहरू कि तरमाराहरू हेर्नुहोस् त अहिले फाइट गर्न थालेको। तरमाराहरू होइनहरू फाइट गर्न थालेका अहिले जो सडकमा जेनजीको आन्दोलनको निमित्त पानी बाँड्न हिँडेको थियो। जेनजीको आन्दोलनको निमित्त पानी बाँड्न हिँडेको तपाईँ हेर्नु, म तपाईँलाई भिडियो पठाइदिन्छु। टिमहरू राख्दैछौँ हामीले, पानीहरू राख्दैछौँ होइन, अनि यसरी गरेर चाहिँ हामीले यसलाई म्यानेज गर्ने हिसाबले चाहिँ गएका छौँ। तपाईँहरू अर्गनाइजर भन्दा पनि एज अ भलन्टियर यहाँ हुनुहुन्छ। एक्ज्याक्टली, हामी भलन्टियर मात्रै हो। तपाईँको यो आन्दोलन चाहिँ सबैजनाले भन्छ कि अहिले हामी नेपालले गरेको यहाँ त होइन नि त, हामी नेपालले गरेको होइन नि त, यो तपाईँको गरेको भन्दा यो युवा पुस्ताले हो। प्रधानमन्त्रीज्यूले पहिलो क्याबिनेट बैठकबाट के निर्णय गर्नु पर्यो भन्दा कर्मचारी युनियन ट्रेड युनियन खारेज गर्न पर्यो। जति पनि संवैधानिक लगायत विभिन्न अङ्गहरूमा अस्ति राजनीति नियुक्ति गरेको छ सबैलाई एउटै निर्णयले चाहिँ तपाईँको चाहिँ यिनीहरूलाई चाहिँ बर्खास्त गरिदिनु पर्यो, अख्तियारलाई बर्खास्त गर्नु पर्यो र अख्तियारमा